video. Today in this video we discuss about lipid profile. के हो लिपिड के हो र लिपिड प्रोफाइल किन गराउनु पर्दछ, कसलाई मान्छेहरूले गराउनु पर्छ भन्ने कुराहरूको सन्दर्भमा तपाईहरुलाई म बताउन गइरहेको छु यस भिडियो मार्फत। लिपिड प्रोफाइल पहिला बुझ्नुस् हाम्रो शरीरमा भएको फ्याट कोलेस्ट्रोल कति छ, कति मात्रामा छ, नर्मल छ के नर्मल मात्रामा छ, बढेको छ कि घटेको छ, त्यो जान्नको लागि हामीले लिपिड प्रोफाइल गर्नुपर्दछ। लिपिड प्रोफाइलमा हामीले 4-5 वटा कुराहरू हुन्छ। कोलेस्ट्रोल हुन्छ, ट्राइग्लिसराइड हुन्छ, एलडिएल एनएचडिएल हुन्छ हैन। ती कुराहरू लगाएर सबैको के छ भ्यालु भन्ने कुराहरू हामीले त्यसबाट थाहा गरेर पत्ता लगाएर अब त्यसमा के छ, कमी कमजोरीहरू छ, समस्याहरू के देख्न सकिन्छ भन्ने कुराहरू पनि हामीले डिस्कस गरौँला। लिपिड प्रोफाइल गराउनको लागि फर्स्ट अफ अल त हामीले 10 देखि 12 घण्टाको ओभरनाइट फास्टिङ हुनुपर्छ। मिनिमम 8 आवर 10 आवरको हुनुपर्छ फास्टिङ। र यो कस्ता व्यक्तिले गराउनुपर्छ भन्ने कुरा गर्दाखेरि धेरै मान्छेहरूले भन्छ लिपिड प्रोफाइल मेरो कोलेस्ट्रोल बढेछ घटेछ। अब त्यो बढ्नुको कारण बेग्लै हुन सक्छ, बेग्लै छ। तर कस्ता मान्छेहरूले गराउनुपर्छ लिपिड प्रोफाइलको टेस्ट भन्ने पहिले त ओभरवेट भएको मान्छेहरू 80 केजी नदेखि 100 केजी, हार्टमा केही समस्या भएको मान्छेहरूले गराउनु पर्यो। त्यस्तै किडनीमा भएको समस्याहरूले, लिभरमा समस्या भएकोले, मेटाबोलिक कारणहरूले, प्याङ्क्रिजमा समस्या भएको मान्छेहरूले गराउनुपर्छ। स्ट्रोकमा हैन र थाइरोइडको हाइपोथाइरोडिजमको केसहरूमा पनि गराउनु पर्दछ। अब यो गराएपछि यसको रिजल्ट आएपछि हामीले अब त्यो रिजल्ट त्यो भ्यालुहरू आएपछि जस्तैमा टोटल कोलेस्ट्रोल मात्रा लेस देन 12 mg/dl हुन्छ, तपाईको ट्राइग्लिसराइड लेस देन 100 mg/dl हुन्छ, एचडिएल 25% अफ टोटल कोलेस्ट्रोल हुन्छ हैन। त्यो कुराहरू सबैले अब बढेको छ भने, अब कोलेस्ट्रोल बढेको छ, ट्राइग्लिसराइड बढेको छ भने हामीले कुन ग्रुपको मेडिकेसन दिन सक्छौं भन्ने कुराहरू आउँछ हाम्रो माइन्डमा। अब हामीले पहिला फर्स्ट अफ अल वी स्टार्ट फ्रम स्टार्टिङ ग्रुपको जस्तैमा एटोरबास्टाटिन र रोजुभास्टाटिन हामीले स्टार्ट गर्छौं। ती ग्रुपको मेडिसिन हामीले प्रिस्क्राइब गर्छौं। र केही समयमा फेरि खाएपछि 2 महिना 1 महिना जति फेरि हामीले गराउनु पर्दछ र गराएपछि कन्ट्रोलमा छ भने खानु पर्दैन। अब यो कुराहरू सेयर गर्दाखेरि मलाई पनि त खुसी लागेछ, तपाईहरुले पनि खुसी लाग्यो होला। हस् धन्यवाद। अर्को भिडियोमा अर्को कुराहरू लिएर आउँला। हस् धन्यवाद।